मासु लाउँदैछ मेरो दिदीले चाहिँ यहाँ छान्दै नुमा नुमा बनेर आँकी रहेछन्। हे हे बङ्गुरको ठुलो हेरिदिनु ठुलो ब्लड हो। मासु उचाल्दैछ नि मेरो दिदी। मासु त खानु पर्यो दिदी बहिनी भेट्दै लाने हजुर उयो अब लिभर ल्याइदिनु। मजाले 2 लिम्बुनीको मासु सपिङ 3 पिसवाला एउटा अनि रिप्स एउटा ल। मिठो मिठो राम्रो राम्रो मासु छ्यान्नु। तर मेरो भिडियो चाहिँ हुँदैछ कि छैन भन्नु। भिडियो चाहिँ के को लागि हो? चितन सिजामाको लागि हो। दुईटा लिमुनीले जुससँग खाने रे। त्यो पोर्क स्किन होइन। ल बधाई। केसँग खाने भने? जुससँग पोर्क स्किन। झुट बोल्नु भयो हेमा दिदीले, झुट बोल्नु भयो। साँच्चै नै हो रहेछ। लिमुनी दिदीले जुससँग पोर्क स्किन नै खाँदै हुनुहुन्छ अनि खाँदैछौँ। बस्ने ठाउँ थिएन दिदी बहिनीको भन्नुहुन्छ होला होइन। त्यसको जवाफ पनि म दिइहाल्छु। दिदी पर्नुभयो दुबईवासी, म परे शारजावासी। अब दिदी अस्तिसम्म शारजामा हुनुहुन्थ्यो भने अब दुबई जाँदै हुनुहुन्छ। त्यही भएर म दुबई आएको छु। यहाँ अनि अब चलो आउनु है दिदी।